हामीले खास गरी बुढानीगञ्ज नगरपालिका वडा नम्बर 10 भित्र रहेका विद्यालयहरू, यहाँ रहेको सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरू विद्यार्थी भाइ बहिनीहरूको एन्टरप्रेन्योरसिप स्किल डेभलप गर्नका निमित्त यो किडोप्रेनर भन्ने कार्यक्रम हामी आयोजना गर्न गइरहेका छौँ। यो कार्यक्रममा हाम्रो टेक्निकल सपोर्ट केजिएसले गरेको छ भने हाम्रो मेन्टरसिप सपोर्ट चाहिँ वृद्धिले गरेको छ र द इन्क्युबेटर एकाडेमीले गरेको छ। यो कार्यक्रम किन गर्न गइरहेको छ र यो कार्यक्रमले के गर्न खोजिएको हो भन्ने विषयवस्तुमा तपाईँहरूलाई हामीले हिजो र आज फरक फरक विद्यालयका विद्यार्थी भाइ बहिनीहरूको बिचमा ओरिएन्टेसन कार्यक्रम सम्पन्न गर्न गइरहेको छ र तपाईँहरूले यो कार्यक्रमको मोरालिटी, यो कार्यक्रम आज ओरिएन्टेसन पश्चात हामी कहिले वर्कसपमा जान्छौँ र कहिलेसम्म के कुराहरू गर्छौँ भन्ने कुराको बारेमा सबै कुराको हाम्रो रोड म्यापको बारेमा तपाईँहरूले जानकारी भइसकेको छ र हामी चाहन्छौँ विद्यालय जीवनदेखि नै तपाईँसँग उद्यमशीलता होस्, केही गर्ने हुटुटी यसै पनि छ। हामी हाम्रो पाठ्य सामग्रीका माध्यमबाट, हाम्रो पाठ्यक्रमका माध्यमबाट हाम्रो सर्वाङ्गीण विकासमा यसै पनि लागिरहेका छ। यसैका लागि स्थानीय तहको सरकार भएका हिसाबले पनि त्यसमा केही इन्हान्स गर्न सकिन्छ, केही तपाईँहरूको हुटुटीलाई चाहिँ उजागर गर्न सकिन्छ र कहीँ कम्युनिटीसँग जोड्ने कार्यक्रमका माध्यमबाट पनि तपाईँहरूलाई एउटा सिर्जनामा चाहिँ घुम्याउन सकिन्छ भन्ने हिसाबले हामीले यो कार्यक्रम गर्न गइरहेका छौँ। त्यसो त अघिल्लो वर्ष धेरै विद्यालयहरूको बिचमा हामी कोपिलाका कुरा कार्यक्रमका माध्यमबाट पनि यहाँहरूकोसँग जोडिने अवसर मिलेको थियो। सबैसँग त फेरि पनि कतिपयले हाम्रो चाहना छ हामीले जे गरिरहेका छौँ स्थानीय तहको सरकारका माध्यमबाट त्यो कुरा चाहिँ हाम्रा सन्ततिहरूको माझमा, हाम्रा भविष्यहरूको माझमा, हाम्रो विद्यार्थी भाइ बहिनीहरूको माझमा पुगोस् भन्ने हाम्रो चाहना। तथापि पनि सङ्ख्यात्मक हिसाबले हाम्रो आफ्नै बाउन्ड्री छ। हामीले चाहँदै पनि तर पनि हाम्रो म्यासेज चाहिँ समग्र विद्यालयमा पुगोस्। स्थानीय तहको सरकारले कहीँ न कहीँ मेन्टरसिप गरिरहेको छ, कहीँ न कहीँ लिडरसिप गरिरहेको छ, कहीँ न कहीँ चिल्ड्रेनको भविष्यसँग चाहिँ हाम्रो भविष्य पनि जोडिएको छ भन्ने कुराले चाहिँ हामी पनि यहाँको स्थानीय सरकार भएका हिसाबले हामीले त्यसको गार्जियनसिप दिनुपर्छ भन्ने कुराले कहीँ न कहीँ गर्न खोजिरहेको छ। त्यसो पनि मैले अहिले बुढानीगञ्ज नगरपालिकामा तपाईँहरूको विद्यालयमा आज अलिक बढी हुन त संस्थागत विद्यालय हामीले अलिक बढी छ, सामुदायिक विद्यालय कम छ। सामुदायिक विद्यालयको हिसाबले एउटा मात्र विद्यालय छ, अरू संस्थागत विद्यालय छन्। र सामुदायिक विद्यालयमा केही वर्ष अघिल्लो वर्षदेखि हामीले रमाइलो शुक्रबार भन्ने कार्यक्रम गरिरहेका छौँ। त्यो चाहिँ तपाईँले बुक फ्री फ्राइडेको धेरै कुराहरू सुनिरहनु भएको होला काठमाडौँ महानगरपालिकाको। सिमिलरली हाम्रो यहाँको कार्यक्रम बुढानीगञ्ज नगरपालिकाको आफ्नो कार्यक्रमको नाम चाहिँ रमाइलो शुक्रबार, जहाँ चाहिँ सिपसँग विद्यार्थीलाई जसले चाहिँ हाम्रो दैनिक जीवनमा आवश्यक हामी पाठ्यक्रम पढिरहेका छौँ, पाठ्यपुस्तक पढिरहेका छौँ, तर त्यो हाम्रो पाठ्यपुस्तकमा नै सिपका कुराहरू अलिक कम छन्। तर त्यो रमाइलो शुक्रबारका माध्यमबाट चाहिँ हाम्रो डेली लाइफमा प्रयोग हुने सिपहरू, सामान्य घर परिवारको दैनिक जीवन चलाउनका लागि आवश्यक पर्ने सिपहरू चाहिँ किन हामी स्कुले जीवनमा नसिक्ने र त्यसका लागि पनि सामुदायिक विद्यालयले मात्रै गरिरहेको अहिलेको रमाइलो शुक्रबारलाई चाहिँ कहीँ न कहीँ संस्थागत विद्यालयसँग जोड्न पायो भने बुढानीगञ्ज नगरपालिका स्थानीय तहको सरकार भएका हिसाबले पनि यो हाम्रो दायित्व, यो हाम्रो कर्तव्य र बहुसङ्ख्यक नागरिक यहाँका स्थानीय नागरिकहरूको सन्ततिहरू पनि यो विद्यालयमा पढ्ने भएका हिसाबले पनि यो ओनरसिप चाहिँ लिनुपर्छ भन्ने कुरा चाहिँ मेरो आज पनि मेरो नेतृत्वसँग माग छ, मेरो शिक्षा महाशाखासँग माग छ र यो कहीँ न कहीँ त्यस्तो खालको इम्प्लिमेन्टेसनका लागि चाहिँ के रोल हुने त, संस्थागत विद्यालयले के कन्ट्रिब्युसन गर्ने, स्थानीय सरकारले के कन्ट्रिब्युसन गर्ने भन्ने विषयमा हामी अहिले पनि सोधखोज गरिरहेका छौँ। आशा गरौँ त्योतर्फ गयौँ भने एउटा जोइन्ट भेन्चर संस्थागत विद्यालय र बुढानीगञ्ज नगरपालिकाको बिचमा हुनेछ। त्यसले कहीँ न कहीँ चाहिँ रमाइलो शुक्रबारको माध्यमबाट 7 क्लास 6 क्लासदेखि नै हाम्रा सन्ततिहरूले सिप विकास गर्नका लागि, भोलि हामी प्रोफेसनलिजम डेभलप गर्नका लागि एकाडेमिक डिग्री सँगै कुन विषयमा प्रोपरली गर्ने हो त्यहाँनिर हामी जान्ला। तर आजको दिनमा चाहिँ दैनिक जीवनमा उपयोग हुने खालको सिप चाहिँ विद्यालय जीवनमै किन नसिक्ने? यसले हाम्रो घरलाई सहज बनाउँछ, हाम्रो जीवनलाई सहज बनाउँछ भनेदेखि त्यो पाटोमा पनि हामीले दिनुपर्छ। र यहाँहरू सबैलाई
किडो ट्रेनर कार्यक्रममा यो ओरिएन्टेसनमा सहभागी भइदिनु भएकोमा म हृदयदेखि नै हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। हामी यस पछाडि प्रत्येक विद्यालयबाट कतिजना हुन्छ हाम्रो सङ्ख्यात्मक फेरि पनि हामीसँग सङ्ख्यात्मक दायरा छ। त्यो सङ्ख्यात्मक दायरामा हेरेर त्यहाँ यहाँहरूको पार्टिसिपेट हुने गरी नै प्रतिनिधिमूलक ढङ्गले यहाँ आउनुभएकाहरूको मध्येबाट हामी विद्यालयसँग कोअर्डिनेसनमा फेरि पनि त्यो सङ्ख्या लिनेछौँ र हामी 4 दिन 4 डेजको हामी वर्कसप गर्नेछौँ। त्यस पछाडि हामी 8 बजार छ र त्यसको विनिङ हुने टप 3 लाई चाहिँ टप 3 जो चाहिँ आइडियाज क्रिएटरहरू जसको एन्टरप्रेन्योरसिपको लागि चाहिँ प्रोजेक्टहरू छ त्यो प्रोजेक्टलाई चाहिँ वर्षभरि नै मेन्टरसिप दिने हाम्रो अपेक्षा छ, हाम्रो प्रोजेक्सन छ र यो माध्यमबाट कहीँ न कहीँ यसले कम्युनिटीलाई जोड्छ, हाम्रो शिक्षालाई जोड्छ र सँगसँगै कहीँ न कहीँ तपाईँहरूको चाहिँ आगामी जीवनमा तपाईँ एन्टरप्रेन्योर हुनका लागि गरी खाने शिक्षाका एकदमै धेरै कुरा गरिरहेको सन्दर्भमा शिक्षालाई चाहिँ गरी खाने शिक्षामा कन्भर्ट गर्नका लागि चाहिँ विद्यालय जीवनबाट यो हुजुरी कायम रहोस्। विद्यालय जीवनबाट पैसासँग जोडिनुपर्छ, पैसा कमाउनुपर्छ, उद्यमशीलता विकास गर्नुपर्छ भन्ने कुराको चाहिँ उद्देश्य पुरा होस् भन्नका लागि पनि हामीले यो कार्यक्रम गर्न गइरहेका छौँ। आगामी दिनमा अझै यो कार्यक्रममा अझै हामीले सुधार्नुपर्ने विषयहरू छन् भने त्यो कुराहरूलाई पनि लिएर जाने र हामी प्रत्येक नेपाली उद्यमशील भएर हेर्न चाहन्छौँ र प्रत्येक भाइ बहिनीहरू सानै उमेरदेखि नै उद्यमशीलताप्रति विश्वास गर्ने र उद्यमशीलका माध्यमबाट यो देशलाई समृद्ध बनाउने अभियानमा तपाईँहरू जोडिनुहुनेछ र हाम्रो सन्तति तपाईँहरू भविष्यका कर्णधार भएका हिसाबले पनि भविष्यको कर्णधार भन्दै गर्दा भविष्य बनाउनका लागि यो प्रोग्रामहरू पनि कहीँ न कहीँ सफल सिद्ध हुन सकोस्। यसले विद्यालयलाई पनि यो माध्यममा विद्यालयका बिचमा पनि यो कार्यक्रमलाई अझ लार्जर अझ बोर्डर बनाउनका लागि पनि विद्यालय लाग्नेछ भन्ने अपेक्षाका साथ हामीले यो एउटा चाहिँ टनिक दिने काम गरेका हौँ। यो आशा गरौँ कि टनिकले तपाईँहरूको विद्यालयमा पनि राम्रै काम गर्नेछ र यसले समुदायको सहभागिताको पनि हामीले उपस्थिति खोजिरहेका छौँ। समुदायको सहभागिता पनि हुनेछ र समुदायमा पनि यसको कहीँ न कहीँ पुरा गर्ने वातावरण बन्नेछ। यसले गर्दाखेरि समुदायलाई नै उद्यमशील बनाउनका लागि लाग्नेछ भन्ने हामीले अपेक्षा लिएका छौँ। त्यो दिशामा फेरि पनि यो कुरालाई समुदायसँग लिएर जाने, समुदायलाई पनि पोजिटिभ भाइब्रेसन दिने काम चाहिँ विद्यालयका भाइ बहिनीहरूका माध्यमबाट हो र विद्यालयका माध्यमबाट त्यो कुरा हामीले चाहिँ खास गरी अबको ओरिएन्टेसनमा फेरि पनि शिक्षक साथीहरूको बिचमा ओरिएन्टेसन गर्नेछौँ। त्यहाँ अझै शिक्षक साथीहरूका कुरालाई लिएर अझ त्यसलाई कसरी हुन्छ राम्रो बनाउनका लागि हामी लाग्नेछौँ र यो वर्ष पनि अघिल्लो वर्ष नभएका स्कुलहरूमा हामी कोपिलाका कुरालाई अझ पृथक ढङ्गले ल्याउने कोसिस गरिरहेका छौँ। ल्याउने कुराको सङ्कल्प पनि यहाँहरूसँग प्रतिबद्धता पनि व्यक्त गर्दै यहाँहरूको यो समयका निमित्त यो अभिरुचिपूर्वक चाखपूर्वक यो सेसनमा भाग लिइदिनु भएकोमा म बुढानीगञ्ज नगरपालिका वडा नम्बर 10 र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै फेरि पनि 10 क्लासमा हुनुभएका नानीहरू बाबुहरूलाई के आग्रह गर्न चाहन्छु, आउँदो वर्ष म तपाईँहरू 10 क्लास अथवा 11 क्लासमा हुँदै गर्दाखेरि चाहिँ हामी अब यो सेसनलाई युथहरूसँग खास गरी 16 to 40 हुन्छ, 18 to 40 को एजलाई पनि हेरेर हामी यो यस्तो यो किडो ट्रेनरको ठाउँमा युथ ट्रेनर हुनसक्छ, के हुनसक्छ त्यो कार्यक्रम हामी डिजाइन गर्नेछौँ। हामी त्यो युवाहरूको बिचमा जानका लागि पनि त्यो सोचिरहेको सन्दर्भमा तपाईँहरूलाई को पनि सहभागिताको सुनिश्चितता गर्ने गरी कार्यक्रम ल्याउने कुराको प्रतिबद्धता व्यक्त गर्दै मेरो भनाइ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार।